सम्पूर्ण नमस्कार। यो चाहिँ ऐँसलको मुन्टा हो। हजुरहरूले यसलाई चाहिँ आयुर्वेदिक औषधिमा प्रयोग गर्न सक्नुहुन्छ। हजुरहरूलाई अल्सर छ र यसको काँडा हुन्छ, यो चाहिँ यहाँ भाँचेर, यहाँ हेर्नु होला, यो भाँचेर यसरी तासेर चाहिँ चबाएर खानुभयो भने फोक्सोमा हजुरहरूको यो तासेर चाहिँ चबाउनु भयो, यदि कुड्का पारेर चबाउनु भयो भने चाहिँ हजुरहरूको फोक्सोमा पानी जमेको र अल्सरलाई पनि रामबाण औषधि हुन्छ। हजुरहरूले हेर्नु होला र यसको प्रयोग गरेर एकदम आयुर्वेदिक औषधि हो। यसको चाहिँ फाइदा लिनु होला। यसको फाइदा हजुरहरूले लाखौँ करोडौँ खर्च गर्दा पनि नपाइने फाइदा छ र यो भिडियो सम्पूर्ण नेपालीमा पुर्याउनुहोस्। एक-एकवटा सेयर गरिदिनु होला। हस्त, नमस्कार, धन्यवाद।